ल आज हामी क्लास 9 को HCF बाट स्टार्ट गरौँ। क्वेशन छ x² + 6x + 8 यो फर्स्ट एक्सप्रेसन। सेकेन्ड एक्सप्रेसन छ x² - 4 हैन। अब यसलाई हामीले फाइन्ड आउट गर्नु छ HCF हैन। यसको लागि सबभन्दा पहिला सल्युसन हैन। फर्स्ट एक्सप्रेसन कति छ हामीसँग x² + 6x + 8 छ। अब यसलाई हामीले फर्स्ट इन्टु लास्ट गर्ने हैन। अब यसलाई फर्स्ट इन्टु लास्ट गर्दाखेरि यहाँ कोएफिसिएन्ट कति छ 1 1 र 8 लाई हामी सबभन्दा पहिला मल्टिप्लाई गर्नुपर्छ हैन। त 8 1 जा 8 हैन, 8 1 जा 8 हैन। अब मैले रफमा यता मैले अब 8 लाई हामीले फ्याक्टर गर्नुपर्छ। 2 4 जा 8 2 जा 4 हैन। अब यसमा दुईवटा पद निकाल्नु छ जसलाई प्लस गर्दाखेरि 6 आउनु पर्छ हैन। अब हेर त 2 2 जा 4 आ 4 + 2 = 6 आयो कि हैन, आयो। अब सेम यहाँ 4 + 2 यहाँ लेख्नु पर्छ। यो x² जस्ताको त्यस्तै यहाँ 4x + कति 2x प्लस यो कति छ 8 छ हैन। अब हामीले अब यसलाई एलसीएम यसलाई पहिला कमन लिनुपर्छ। x कमन आयो भने x + 4 यसमा +2 कमन आयो भने x + 4 यसमा। अब हामीले x + 4 यो कमन भयो, यो कति छ x + 2 ठीक छ। यो भयो फर्स्ट एक्सप्रेसन। कति फर्स्ट एक्सप्रेसन। सेकेन्ड छ x² - 4 हैन। सेकेन्ड एक्सप्रेसन ल सेकेन्ड एक्सप्रेसन कति छ हामीसँग x² - 4 छ। अब यो 4 लाई हामीले स्क्वायर को फर्ममा लाग्ने। के को फर्ममा लाग्ने स्क्वायर को फर्ममा। त 2 को होल स्क्वायर त हुन्छ हैन। यो x को होल स्क्वायर माइनस 4 भनेको 2 को होल स्क्वायर हैन। अब यो आयो a² - b² को फर्ममा। त यसको रफमा गर्दाखेरि a² - b² = a + b * a - b हुन्छ हुँदैन। अब यसमा यसलाई मिल्ने त a + b ठीक छ, a - b हैन। अब यो भएपछि अब हामीले लास्टमा HCF निकाल्ने। के निकाल्ने HCF हैन। त HCF = के हुन्छ भने अब हेर त यसमा कुन मिलिरहेछ हेर। यो x + 2 x + 2 मिलिरहेछ, x + 4 x - 2 यो त मिलिरहेछ छैन हैन। त जुन मिल्छ कमन भनेको HCF को अर्थै हुन्छ कि जुन कमन हुन्छ त्यो मात्रै। त x + 2 यो x + 2 मिलिरहेछ हैन। मिलिरहेछ भने यहाँ x + 2 आन्सर हुन्छन्। कति आन्सर हुन्छन् x + 2 आन्सर हुन्छ ठीक छ। ल अब हाम्रो सेकेन्ड क्वेशन छ। हेर्नुस् तपाईहरु 3a + b फर्स्ट एक्सप्रेसन। सेकेन्ड 15a + 5b हैन। अब यसलाई हामीले सल्युसन गर्दाखेरि हैन फर्स्ट टर्म कति छ 3a + b हैन। अब हामी यसमा के लिने कमन लिने। त यसमा त कमन केही आउँदैन भने यो जस्ताको त्यस्तै लेखिदिने ठीक छ। ल अब सेकेन्ड टर्म कति छ सेकेन्ड टर्म कति छ 15a + 5 हैन। अब यसमा त कमन आउँछ किनभने 5 1 जा 5 आ 5 3 जा 15 त 5 कमन आयो। कति कमन आयो 5 हैन। अब 5 3 जा 15a ++ हैन। यो b को b हुन्छन् हैन। अब हामी HCF लेख्ने। के लेख्ने HCF हैन। त अब HCF को मतलब के हुन्छ भने यो फर्स्ट टर्म आ सेकेन्ड टर्ममा कुन कमन छ यो हेर 3a + b 3a + b यो त मिलिरहेछ दुईटै। यसको मतलब 3a + b आन्सर हुन्छ। कति आन्सर हुन्छन् 3a + b आन्सर हुन्छन्। ल